कहिल्यै सोच्नु भएको छ किन धनी मान्छेहरू सधैँ धनी हुन्छन् र किन गरिब सधैँ गरिब रहन्छन्? हो, यही प्रश्न यो बुकको अथर रोबर्टले आफ्नो धनी बुवालाई सोधे, जसको जवाबमा धनी बुवाले रोबर्टलाई सम्झाउँदै भन्नुभयो र रिच इन्भेन्ट मनी, अर्थात् धनी मान्छेहरूले पैसा कमाउनु भन्दा पनि पैसा बनाउनुमा आफ्नो ध्यान केन्द्रित गर्छन्। यसको मतलब जब गरिब र मध्यम वर्ग पैसा कमाउनको लागि जागिरमा भर पर्छन्, तब धनी मानिसले आफ्नो सोच, ज्ञान र साहसको प्रयोग गरेर अवसर बनाउँछन्। पैसा आविष्कार गर्नु भन्नाले नक्कली पैसा छाप भने होइन। यसको अर्थ अरूले नदेखेको अवसर देख, कुनै समस्यालाई कमाइको अवसर बनाऊ, आफ्नो सिप र सोच प्रयोग गरी नाफा निकाल। अनि फेरि रोबर्टले सोध्छन्, यसमा त धेरै डर र जोखिम हुन्छ होइन र? तब धनी बुवाले फेरि भन्नुहुन्छ, धेरै मानिसहरू पैसा गुम्ने डरले केही सुरु नै गर्दैनन्। मानिसहरू गरी पैसा नभएर होइन, डर भएर हुन्छन्। यसको उल्टो धनी मान्छेहरूले आफ्नो दिमागको प्रयोग गर्छन्, जोखिम लिन्छन्, गल्तीबाट सिक्छन् र अवसरलाई काममा बदल्छन्। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, फाइनान्सियली इन्डिपेन्डेन्ट हुनुमा प्राथमिकता दिन्छन्।